विरोध गर्नु नराम्रो होइन, तर विरोध ठाउँमा हुनुपर्छ, विरोध जनताको पक्षमा हुनुपर्छ, विरोध विकासको नाममा हुनुपर्छ, विरोध युवा विद्यार्थी किसान दलित पिछडिएको वर्गको नाममा हुनुपर्छ र सुविरोधहरू सहमति ठाउँमा हुनुपर्छ, किनकि समाधान त्यहीबाट हुने हो। र बाहिर जति बोले पनि सामाजिक सञ्जालमा जति राखे पनि त्यहाँबाट समस्या समाधान हुने होइन, यो कुरो बुझ्नुपर्ने जरुरी छ। त्यसैले पनि र लाहा नगरपालिकाको मेयर साहब त्यसै पनि पहिलादेखि नै समाजसेवामा हुनुहुन्छ र उहाँले केही समस्या छ भने उपमेयर साहबको केही समस्याहरू अवरोधहरू समाधान गर्नुपर्ने छ भने आवश्यकता छ भने मैले भन्नुपर्दा पनि उहाँ आफै बुझ्नुहुन्छ र उहाँले त्यो समस्याको समाधान गर्नुहुनेछ भन्ने म विश्वास पनि गरेको छु। र उहाँले उहाँको कार्यकालमा एक दुईवटा म उदाहरण पनि दिन चाहन्छु, किनकि यो भन्दा पहिलाको कार्यकालमा वडाकै विकासको बजेटको कुरो गर्नुहुन्छ भने कुनै वडामा 3 लाख 5 लाख, कुनै वडामा 50 लाखसम्म बजेट थियो। त्यो सन्तुलन थिएन विकास बजेटको नाममा, त्यो त अहिलेको अवस्था छैन। त्यसमा सन्तुलन त छ नि, त्यो हामी सबैले थाहा छ।